हेलो गुड मर्निङ गाइस। सर्वप्रथम सम्पूर्ण मित्रगणलाई यो दिवालीको हार्दिक मङ्गलमय शुभकामना टक्राउँदै आज चाहिँ हाम्रो जेठा दाजु श्री डम्बर सिंह राईज्यूले 92 वर्ष पूर्ण गर्नुभएको छ। अन्त यसैको उपलक्ष्यमा उहाँलाई चाहिँ एउटा सरप्राइज बर्थडे पार्टी सम्पूर्ण परिवारको तर्फदेखि अर्गनाइज गरेको छ। अनि सबमुर हामी पनि जाँदैछौँ त्यहाँनिर। मेरो नानीहरू मिसेसहरू पनि गइसकेको छ। म पनि अब एकछिनमा लाग्छु। कुन प्रकारले सेलिब्रेसन हुन्छ तपाईँलाई देखाउनेछु। उहाँ चाहिँ हाम्रो शाखा सन्तानमा सबभन्दा जेठो पाको हुनुहुन्छ। उहाँभन्दा जेठो पाको चाहिँ हाम्रो शाखा सन्तानमा कोही पनि हुनुहुँदैन। ल आउनुहोस्, जाउँ, आउनुहोस्। खोइ फोन कहाँ लगिस् नानी? हेर्नु न पुप्पा, छोरी छैन देखिन त। हुन्छ त। खोल खै? खोल त कहाँ गयो? अँधेरो भयो त है भित्र। अन्जेर त भयो त। बत्ती होइन साँच्चै छिटो हुन्छ भने कि पुरानो गएर नि के गर्दा लु स्लो मोसनमा नगर्नु है तर। आज फेरि त्यो खाँदै लाग्यो त्यो व्यापार अब भनेर मैले चाहिँ एउटा टोपी ल्याइदिएँ एउटा। यो चाहिँ अर्को कलरमा खुसी टोपी। मैले ए ल्याइदिन्छु टोपी। व्यापार अब त्यो बर्थडे लागेको व्यापार हो भने हो अब त्यो जेठा कहाँ त्यस्तो 90मा जेठा दिन्छ। बर्थडे गरिदिएको भए त त्यस्तो चोटपटक लाग्थेन होला बिचरा हो। अब 92 र त अब 100 साल चाहिँ बाँच्छ है। अब 100 सालको ठुलो गर्नुपर्छ भनेको। 100 साल थापा 100 दिन पुग्थेछ। आज हाम्रो परिवार शाखा सन्तानको बुजुर्ग व्यक्ति हाम्रो दाजु डम्बर सिंह राईको 92 वर्षको जन्म उत्सव मनाउन सक्यौँ। अनि आशा गर्छौँ आगामी 8 वर्षभित्रमा उहाँले जब सेन्चुरी हान्छ त्यति बेला पनि यस प्रकारले अझै भव्य रूपले मनाउन सकौँ। खोइ फोन कहाँ लगिस् नानी? ह्याप्पी बर्थडे के अरे त्यहाँ। आधा रि जानु न खिचेन नि त अघि क्यान्सल रि जानु तपाईँको यो म जान्छु फोन यहाँ खाइहाल्छु नि लु उदेश तैँले पनि ढोक गरिहाल। तेरो पनि आएको छैन ढोक गरेको आएको छैन नि त भिडियोमा। ए अँ नगरे म चाहिँ ढोक गरेँ त भइगयो त बडा त्यति हो चाहिएको। सक्कै भयो त पैसा भएर क्या सेन तेन भएको त्यही हो नि। के भएको? अब 100 साल जिउने हामीले ए गरिहालेको दीर्घायु मेन हेर्नुपर्ने चाहिँ हो छिटो के चाहिँ छ लु आवासको गिफ्ट आयो हो।
यसले भनेको त नजिक हुन्छ नि जान्छु अरे हो खै आइसला मेरो भेरे कि क्या हो सबभन्दा अब के अरे उमेरमा होइन त्यो पैसा त्यतिको जाने छैन कहाँ सन्तानमा कहाँ हो यति डल्लै हुने हो होइन सन्तान पनि नि फ्यामिलीको पनि अब यो फ्यामिलीको त भयो पापाले भनेको जेनरल अरे हौ हाम्रो फ्यामिलीको के भने जेनरल अरे हौ जेनरल यति त 13 नम्बर मारिस्टो बालासन कहीँ छैन नि प्रायः छिट्टो यो त भिडियो हो अघि जस्तो गर्दै त ठुल्दादाले पनि अड्किँदै लगाइदिएको भिडियो भन्दा तपाईँले पनि त्यस्तै गर्यो बिस्तारी बिस्तारी लगाइदिएको स्लो मोसनमा यसो यसो गर्दै आयो है आए के हो नानी हो के हो दोकानमा गएर ए बाबा यो होइन हुन्छ अरे त्यो अन्त हुन्छ अरे त्यो अन्त उसले भने हुन्छ अरे आज हामी सम्पूर्ण शाखा सन्तान मिलेर हाम्रो सबभन्दा जेठो पाको ठुल दाजुको 92 वर्षको जन्मोत्सव मनाउँदैछौँ। यसमा सबै खुसी छौँ। हामी अति आनन्द आइरहेको छ अनि भगवानसँग प्रार्थना गर्दछौँ कि दाजुलाई दीर्घायु दियोस् अनि आगामी 2033 मा जब उहाँले 100 साल पूर्ण गर्नुहुन्छ त्यति बेला यो भन्दा पनि भव्य रूपमा उहाँको वर्षगाँठ मनाउन सकौँ। धन्यवाद।